हितमा पनि बोल्दै आएको छ। आज नेपालमा जेनजी आन्दोलनपछि जुन खालको भयावह परिस्थिति सिर्जना भयो, त्यसबाट नयाँ नेतृत्व आएको छ। यो देशमा 36 वर्षीय एकजना इन्जिनियर बालेन शाह यो देशको सम्माननीय प्रधानमन्त्री बन्नुभएको छ र उहाँको नेतृत्वको सरकार अब पूर्ण रूपमा काम गर्नका लागि तयार भएर लागेको छ, गरिरहेको छ। हामी नयाँ बनिरहेको सरकारलाई रिपोर्टर्स क्लबको तर्फबाट र आम सम्पूर्ण मिडियाको तर्फबाट तपाईँ राम्रो काम गर्नुहोस्, असल काम गर्नुहोस्, आलोचना गर्न नपर्ने काम गर्नुहोस् भनेर हामी शुभकामना दिन चाहन्छौँ। र अब यो देशमा पुराना राजनीतिक दलहरूको पनि ठुलो भूमिका छ। यो देशलाई यहाँ पुर्याउनका निमित्त धेरैले रगत, पसिना र श्रम लगानी गर्नुभएको छ, बुद्धि, विवेक र विचार लगानी भएको छ। उहाँहरू पनि एउटा सशक्त प्रतिपक्षको रूपमा काम गर्नुहोस् र यो देशको साँच्चीकै जनताले चाहेको आशा, विश्वास र भरोसा जुन छ त्यसलाई पुनः तपाईको विश्वासमा बदल्नका लागि सशक्त रूपमा एकचोटि लागौँ भनेर हामी रिपोर्टर्स क्लबको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि भन्न चाहन्छु। आज हाम्रो देशमा 3 जना नेताहरू हुनुहुन्छ। नेकपा एमालेका नेता हुनुहुन्छ ठाकुर गैरे, त्यसरी नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटा हुनुहुन्छ र त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद दीपक शाह हुनुहुन्छ, जसले सुनसरीबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले पूर्व अर्थमन्त्री र सञ्चार मन्त्रीलाई पराजित गरेर विजयी भएर यहाँ आउनुभएको छ। हामी राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदलाई पनि रिपोर्टर्स क्लबको तर्फबाट धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु। आज हामीले विषय राखेका छौँ राष्ट्रिय राजनीति, सङ्कट, सम्भावना र अबको रणनीति। अहिलेको राष्ट्रिय राजनीति जसरी अगाडि बढिरहेको छ